तपाईहरुलाई थाहा छ आज म जंगल सफारीमा निस्किसकेको छु हैन। यस्तो खतरा छ मेरो चाहिँ आजको यात्रा। तपाईहरुलाई म देखाउन गइरहेको छु ल गाइजहरु। यो पहाडी हो याङसिजुङ भन्नेसम्म म जाँदैछु। त्यहाँसम्मको चाहिँ तपाईहरुलाई चाहिँ म आजको मेरो यात्रा मेरो हाइकिङको बारेमा म तपाईहरुलाई जानकारी गराउँदैछु। यो चिचहरू ल तपाईहरुले पनि देख्नुहुन्छ। यहाँ देख्नुभयो यति पर छ हेरमै कस्तो मजाले नाच्दैछ चरा। हाइकिङ चाहिँ म कहाँ जाँदैछु भने नि साथीहरु म चाहिँ यो चैनपुर नगरपालिका 1 याङसिजुङ भन्ने ठाउँमा जाँदैछु। साथीहरु आज चाहिँ जाँदा जाँदै म जंगल यात्रामा थिएँ हैन। जाँदा जाँदै यस्तो चीज भेटेको आज चाहिँ म साथीहरु जाँदा जाँदै म यो ठाउँमा आइपुगेको छु। यहाँ चाहिँ खतरा खालको याङसिजुङ जाने क्रममा चाहिँ म अहिले यो याङसिजुङको पुलमा आइसकेको छु र यताबाट चाहिँ यता उँधो झर्छु म चाहिँ। यो बाटोतिर आज चाहिँ हामी दाजु अनि त्यस्तै गरेर हाम्रो केशव सरको साथमा हिँड्दै बाटो तपाईहरुलाई थाहा छ आज म जंगल सफारीमा निस्किसकेको छु हैन। यस्तो खतरा छ मेरो चाहिँ आजको यात्रा। तपाईहरुलाई म देखाउन गइरहेको छु ल गाइजहरु। यस्तो तल तल झर्नुपर्छ हैन। यो चाहिँ मेरो हाइकिङ हो। आज चाहिँ म यो बाटो हुँदै हुँदै म यो पहाडी हो याङसिजुङ भन्नेसम्म म जाँदैछु। त्यहाँसम्मको चाहिँ तपाईहरुलाई चाहिँ म आजको मेरो यात्रा मेरो हाइकिङको बारेमा म तपाईहरुलाई जानकारी गराउँदैछु। यो पहाडीको गाउँ यो याङसिजुङ हो। यो ठाउँमा चाहिँ म आज जाँदैछु। त्यो ठाउँसम्म म कसरी पुग्ने रहेछु भनेर म तपाईहरुलाई यो बिचमा यो मेरो यो कुराहरू राख्नेछु है। तपाईहरु पनि यस्तो बाटो कहिले हिँड्नु भएको छ भने भन्नुहोस् है। धेरै खतरा छ यो बाटो चाहिँ। यहाँबाट चाहिँ पुरै यसरी रफ्तारमा हिँड्नुपर्छ। हिँडिसकेपछि हामी बिस्तारै चाहिँ यो बाटो चाहिँ म धेरै वर्ष अगाडि हिँडेको बाटो म आज चाहिँ जंगल सफारीको रूपमा म हिँड्दैछु। अब मेरो चाहिँ हाइकिङ छ है। टक्कसँगले यस्तो हाफ प्यान्ट लगाएर पुरै यस्तो पाराले चिल पाराले हिँड्नुपर्छ। सजिलो छैन नि साथीहरु है जंगल सफारी गर्नलाई। को चाहिँ यस्तो जंगलमा हिँडेर चाहिँ तपाईहरु पनि भिडियो बनाउँदै हुनुहुन्छ भने ल है साथी म पनि बनाउँछु म पनि यस्तो ठाउँमा हिँडेको छु भनेर तपाईले नि कमेन्ट गर्नुहोस् ल। साथीहरु जंगल सफारीमा हिँड्दैछु ल। म चाहिँ हन्टिङको लागि होइन मात्रै जंगली जनावरहरू हेर्नको लागि होइन। तर त्यो म देख्दिनँ हैन देख्न सक्दिनँ। तपाईहरुलाई पनि यस्तो यो जंगल सफारीमा हिँड्दाखेरि मैले भेटेँ भने तपाईहरुलाई पनि आज यो मेरो क्यामेरामा कैद गरेर तपाईहरुलाई पनि देखाउने छु ल। चाहिँ यस्तो ठाउँतिर जाँदैछु आज है। जंगलको यो खतरा ठाउँहरू हो। यहाँ चाहिँ प्रशस्त मात्रामा चाहिँ जंगली जनावरहरू पाइन्छ हैन भन्ने मलाई लागेको छ। किनभने हाम्रो पुर्खाहरूले पनि यतातिर चाहिँ धेरै पाइन्छ है भन्थे हैन। मृग घोरल बाघ भालु है यस्तो चिजहरू पाइन्छ अरे। म पनि आज यो बाटो चाहिँ म एक्लै हैन आज म दिउँसो पुरै यो छुट्टीको दिन यो गुड सन्डेको दिन म आज जाँदैछु साथीहरु हैन। यो ठाउँतिर चाहिँ पक्कै पनि यता मैले केही भेट्न सक्छु कि जस्तो लागेको छ। मैले यहाँ एउटा चिजहरू ल तपाईहरुले पनि देख्नुहुन्छ। यहाँ देख्नुभयो यति पर छ हेरमै कस्तो मजाले नाच्दैछ चरा क्या देख्नुभयो। एउटा चिज चाहिँ यहाँ देखेँ है। जाँदा जाँदै भेट्दैछौँ है अहिले यो जंगल सफारीमा म हन्टिङ होइन मात्रै म यो चराचुरुङ्गीहरू कस्तो खालको रहेछ हैन जनावरहरू कस्तो भेटिने रहेछ भनेर तपाईहरुलाई चाहिँ देखाउन गइरहेको छु गाइजहरु है। तर बाटो रहेछ भने नि म यो जंगल सफारी चाहिँ कस्तोमा गइरहेको छु भने पुरै अलैँची बारीमा क्या साथीहरु। तपाईहरु चाहिँ कस्तोमा हिँड्दै हुनुहुन्छ हैन कस्तोमा हिँड्नुहुन्थ्यो हैन। मेरो चाहिँ बाटो पनि यस्तो छ है। तर यस्तो भयो भने म बिस्तारै जान्छु क्या साथीहरु। किनभने म एक्लै छु नि त लडिहाल्यो भने उठाउनलाई गाह्रो हुन्छ हैन। सबै साथीहरुलाई चाहिँ मैले यो भिडियो राम्रो खिचेर मैले देखाउनु पर्ने हुन्छ। यहाँ चाहिँ पुरानो घर पनि रहेछ है साथीहरु है। यहाँ चाहिँ अवशेष मात्रै रहेछ है। म चाहिँ हल्का कराइ पनि राखेको छु किनभने मलाई डर पनि छ क्या साथीहरु। म चाहिँ यहाँ यो जंगल सफारीमा हिँडिराखेको तर म यो अलैँची बगान रहेछ यहाँ चाहिँ है। मेरो घरभन्दा धेरै तल पर्छ यो चाहिँ ठाउँ। जाँदा चाहिँ साथीहरु यहाँ चाहिँ तपाईहरुले यो के हो भनेर भन्नु होला। यस्तो दाना लागिरहेछ क्या। यो चाहिँ हाम्रो यता चाहिँ नेबारो भनेर यसलाई चिनिन्छ हैन। यसको चाहिँ बाल खतरा घाँस हुन्छ हेरौँ न। उसको चाहिँ दलहरू पनि कति धेरै क्या। उसको फलहरू पनि कति धेरै फल्दै रहेछ है। बाटो चाहिँ साथीहरु यस्तो छ हैन। म चाहिँ अब
यहीँबाट ओह्रालो लाग्दैछु कि साथीहरू, बाँच् न कस्तो छ क्या। यहाँबाट लड्यो भने त यहाँ तल पुगिन्छ क्या, बाटो यहाँ तल देखिन्छ। र पनि म यस्तो स्लो मोसनमा हिँड्दैछु है, निकै गाह्रो भइराखेको छ यहाँ चाहिँ है। आज चाहिँ म एकल यात्री भएर पुरै होइन, अब निकै अब जङ्गलको राजा सिंह साथी लिएर हिँड्दैन भन्छ होइन। म चाहिँ अब जङ्गली जनावरमा परिनँ होइन, म पनि साथी लिएर चाहिँ हिँडेको छुइनँ। र पनि यो ठाउँ चाहिँ मलाई एकदम प्रिय लागेको छ, किनभने यो ठाउँमा चाहिँ म आज विशेष गरी तपाईँहरूलाई यो जङ्गली जनावरहरू चाहिँ यो ठाउँमा चाहिँ बस्छ भन्ने सुनेर आएको हो। यतातिर चाहिँ देखिन्छ कि भनेर तपाईँहरूलाई चाहिँ भिडियोमा चाहिँ राख्नु पऱ्यो भन्ने हेतुले नै हिँडेको थिएँ। अब म जाँदैछु जान चाहिँ, तर आइ चाहिँ पुग्छु पुग्दिनँ हो साथीहरू। यता चाहिँ सबै रुखहरू काटेको रहेछ, रुखहरू काटिएको ठाउँहरू भेट्दै गयो, त्यही भएर यहाँको चाहिँ छैन होला। ल यहाँ त यस्तो दामी रहेछ क्या साथीहरू। अब मलाई हल्का तिर्खा पनि लागिरहेछ, चाहिँ अब तिर्खा पनि लागिरहेछ। अब म अलिकति पानी पनि खान्छु होला जस्तो लागिरहेछ क्या यो ठाउँमा, किनभने यहाँ चाहिँ मैले चाहिँ यस्तो हेर्दैछु, यहाँ एउटा खतरा चाहिँ पम्प सेटको चाहिँ यस्तो रहेछ है, यस्तो छ यहाँ चाहिँ यस्तो पम्प सेटको चाहिँ पुरा यहाँ राखेको रहेछ है। म चाहिँ अब यसलाई यस्तो गरेर पानी खाँदैछु होइन। किनभने आज गर्मी पनि छ क्या साथीहरू। म त ज्याकेट पनि यस्तो पाराले तल बाँधेर टक्क फर्ममै हिँडिराखेको छु, तर बाटो भने त अब ओ माइ गड खतरा छ जस्तो छ हौ। यहाँ चाहिँ पुरै दाउराहरू पनि काटेर राखेको रहेछ यस्तो अबे ठाउँमा। यहाँ चाहिँ कसरी बोकेर लाने है, सबैजना चाहिँ यो बाटोमा धेरै सङ्घर्ष गरेर हिँड्दो रहेछ। म चाहिँ यहाँ चाहिँ धेरै पछाडि आएको साथीहरू। यहाँ चाहिँ हेर्नु न अलैँचीहरू पनि पुरै रोपिराखेको छ है। यो चाहिँ हाम्रो क्षेत्रको चाहिँ कालो सुन भनेर पनि यसलाई भन्न सकिन्छ। यसको चाहिँ क्रमिक रूपमा चाहिँ विकास हुँदै रहेछ। हेर्नु न साथीहरू, मजाले सानो बोट भने धेरै फुलेको छ होइन, तपाईँले पनि देख्नुभयो है। नजिकै लगेर देखाउँछु ल। यसलाई चाहिँ अब गोडमेलको आवश्यकता परेको छ, हेर्नुहोस् त यस्तो छ है, बबाल छ होइन, वाउ छ। तर बोट हेर्नु न कस्तो नपत्याउने खालको छ क्या बोट चाहिँ हेऱ्यो भने। मौसम पनि यस्तो दामी छ, वाउ छ है। म चाहिँ आज को यो आइतबारको दिन चाहिँ पुरै मेरो चाहिँ हाइकिङ छ। हाइकिङ चाहिँ म कहाँ जाँदैछु भने नि साथीहरू, म चाहिँ यो चैनपुर नगरपालिका 1 याङसिजुङ भन्ने ठाउँमा जाँदैछु। बाटो चाहिँ यस्तो छ है, तपाईँहरू पनि यसरी नै कहिले कहिले हिँड्दै हुनुहुन्छ भने यसरी नै मैले यस्तै गरेर भिडियोहरू बनाएर चाहिँ युट्युबमा राख्नुहोस्, किनभने तपाईँहरू त्यो ठाउँमा चाहिँ कसरी पुग्न सकिने रहेछ भनेर एउटा जानकारी दिने एउटा माध्यम पनि हुनसक्छ। हेर्नु न बाटो चाहिँ यस्तो खतरा छ नि साथीहरू है, यो बाटो त यस्तो खतरा छ। म तपाईँहरूलाई यो पारीको यो गाउँ म जानुपर्ने चाहिँ पर हो है, धेरै टाढो छ। यहाँबाट लगभग मलाई हिँड्नको लागि चाहिँ 1-1.5 घन्टा लाग्छ होला, केही छैन। आजको चाहिँ मेरो त्यहाँ जाने फेरि भरे फिर्ता हुने हो म घरमै। मेरो चाहिँ घर चाहिँ त माथि पर्छ है, यो माथिको डाँडाभन्दा माथि, यो बाँसदेखि नै भन्दा सिधै माथि पर्छ। म चाहिँ पुरै हाइकिङमा यो जङ्गलको बाटो हिँडिरहेको छु होइन। यहाँ चाहिँ सजिलो छैन, किनभने अब पहाडको ठाउँ हो, काहीँ चाहिँ खोला नाला होइन, यस्तो यस्तो बाटोहरूमा चाहिँ हामी चाहिँ यात्रा गर्नुपर्ने हुन्छ। यो यात्रा चाहिँ क्रमिक रूपमा चाहिँ वाउ हुन्छ है साथीहरू है। यहाँ त मैले यहाँ च्याउ पनि देखेँ यार साथीहरू, चाहिँ खाने हो कि नखाने हो होइन, यस्तो रहेछ। अघि यहाँ पर त मैले धेरै देखेँ, तर मैले वास्ता गरिनँ। तपाईँहरूकोतिर पनि पाइन्छ पाइँदैन यस्तो च्याउ, मिठो गनाउँदो रहेछ है, चाहिँ खाने हो कि होइन होइन त्यो चाहिँ मलाई थाहा भएन। म चाहिँ अब यहाँबाट मेरो यात्रा फेरि यस्तो चरम खतरा ठाउँमा पर्छ होइन, यहाँ चाहिँ सजिलो छैन यताको यात्रा चाहिँ। वाउ त के हो, भालुहरू छ कि के हो, यस्तो गहिरो छ त आबो, यस्तो रहेछ है साथीहरू। चाहिँ तपाईँहरूलाई यो बाटो देखाउँदै लाँदैछु ल। म हिँड्ने बाटो चाहिँ कसरी चाहिँ आज यो मान्छे यो बाटो एक्लै गयो भन्ने पनि हुनसक्छ है।
म चाहिँ अहिले यस्तो ठाउँबाट ओह्रालो लाग्दैछु कि साथीहरू। अब यहाँ मुनि चाहिँ केही जङ्गली जनावरहरू भेट्यो भने तपाईँहरूलाई जस्तो भेट्छु म त्यस्तो यस्तो छ बाटो। वाउ, तर मान्छे चाहिँ हिँडेको रहेछ क्या अलिअलि चाहिँ। मलाई यो चाहिँ खुसी लाग्यो। यात्रा चाहिँ यस्तो छ, तर पनि यो यात्रा चाहिँ यस्तो यादगार छ होइन। यहाँको चाहिँ बस्ती चाहिँ यस्तो छ होइन, केही छिर्न नसकिने घारी छ, ठुल्ठुलो रुखहरू छ है। म चाहिँ अनकट्ठ ठाउँमा पुगेँ। ला वाउ, मैले फेरि अर्को चिज भेटेँ है साथीहरू। के भेटेँ थाहा छ? च्याउ क्या, अघि मासतिर भेटेको जस्तो च्याउ अर्काउने भेटेँ होइन, देखेँ होइन। तर यो चाहिँ मैले छुइनँ। कतिपय च्याउहरू त विषालु पनि हुन्छ अरे होइन। जङ्गली च्याउहरू खाएर त कति न्युजहरू पनि हामीले सुनेको छौँ साथीहरू है। कति त अब मान्छे मर्ने होइन, त्यति साह्रो विषालु होइन, त्यस्तो हुनसक्छ। त्यही भएर मैले अघि च्याउ छोएको छु। म एकछिनमा यो तपाईँहरूलाई म सफा गरेर देखाउने छु होइन। यो ठाउँ चाहिँ यस्तो रहेछ है। आमा हेरौँ त यो काँडा फेरि है। वाउ, कस्तो तिखो काँडा क्या हो। वाउ, कस्तो घोसला जस्तो खालको होइन। म चाहिँ यस्तो जङ्गलको बिचमा छु कि साथीहरू आज चाहिँ। कस्तो भुस्न आइदिएको क्या। मसँग चाहिँ केही छैन क्या। फिट्टो म आज ज्यान मात्रै लिएर हिँडेको छु। ज्यान छ फेरि होइन। त्यो ज्यान भइसकेपछि डराउँछ नि होला जस्तो लाग्छ होइन। मलाई चाहिँ फेरि डर चाहिँ कस्तोसँग मात्रै लाग्छ भने मात्र पछाडिबाट ढुकेर हान्ने होइन, र मूर्खसँग डर लाग्छ क्या। जङ्गली जनावर पनि किन भन्नु साथीहरू है, यो मूर्खै रहेछ भन्छ होला। हाइट हुइट गरेर करायो भने भाग्छ क्या। त्यही भएर चाहिँ म चाहिँ ढुक्क छु क्या। कोही पछाडिबाट आएर यसो भिड्ने छ भने, भिड्नेसँग त केही लागेन होइन। तर मेरो बाटो चाहिँ अब यता उँधो हो साथीहरू होइन। मलाई चाहिँ सकेसम्म म आज भन्दा यो 8-10 वर्ष अगाडि म यो बाटो हिँडेको थिएँ। म बच्चा हुँदाखेरि। अब अहिले चाहिँ बुढ्यौली भनेर पनि नसम्झिनु होइन, किनकि यहाँ डन्डीफोर आइरहेको छ होइन। यस्तो छ। वाउ, यहाँ चाहिँ साथीहरू यहाँ चाहिँ यस्तो काँडा रहेछ क्या। यहाँबाट लडियो भने कहाँ पुगेला हौ साथी हो। हेर्नु त है, बाटो रोकिने ठाउँ छैन क्या। ल त मान्छेले यस्तो काँडाहरू पनि काटेको रहेछ क्या। यो काँडाको नाम चाहिँ अररी भनेर भन्छ है हाम्रोतिर चाहिँ। तपाईँहरूतिर के छ, किन अररी भनेको होला जस्तो लाग्छ भने मलाई चाहिँ होइन, यसको वैज्ञानिक नाम त अर्कै होला। अररी किन भनेको होला जस्तो लाग्छ भने यसले घोच्यो भने चाहिँ अरठ्ठो बनाइदिन्छ क्या मान्छेलाई, त्यो भएर चाहिँ अररी हुन्छ होला। म चाहिँ यता तल निस्किनु पर्ने क्या साथीहरू। अब यस्तो छ। वाउ, यहाँ त पानी आउँदा पनि बस्न सकिने यस्तो कन्डिसनको ठाउँहरू रहेछ क्या साथीहरू। तपाईँहरू यस्तो ठाउँमा कहिले ओत लाग्नु भएको छ पानी आउँदाखेरि? यस्तो छ है। वाउ होइन, म तपाईँलाई आउट गरेर देखाउँछु है। यस्तो रहेछ यहाँ, टक्क बस्ती नै होइन। यहाँ बसिसकेपछि सो फारले हिँड्ने त्यस्तो छ। यहाँ चाहिँ बाटो चाहिँ यस्तो छ है। कस्तो ठाउँमा चाहिँ यो मान्छे गइरहेको छ भने यस्तो ठाउँ छ साथीहरू है, पुरै लड्ला जस्तो। अब मेरो चाहिँ बाटो यता उँधो पऱ्यो। अब म केही समय पछाडि चाहिँ यस्तो राम्रो ठाउँमा जाँदैछु होइन। त्यहाँ तपाईँहरूलाई म देखाएँ भने तपाईँहरू मन्त्रमुक्तै हुनुहुन्छ जस्तो लाग्छ मलाई चाहिँ। अब मेरो आजको यात्रा चाहिँ यस्तो खतरा खालको छ नि साथीहरू है। तपाईँहरू यस्तो बाटोमा कहिले चाहिँ हिँड्ने गर्नुहोस् ल, किनभने ओ माई गड, वाउ, यस्तो ठाउँ छ। म चाहिँ यस्तो अप्ठ्यारो बाटोमा पनि हिँड्दैछु होइन। किन हिँड्दैछु भने मलाई लागेको छ साथी हो होइन। आज चाहिँ मेरो यो गुड सन्डे चाहिँ मेरो के छ भने जङ्गलमा हिँड्ने मेरो ठुलो होइन। म पनि पाहाडमै हुर्केको छोरो, तर मलाई चाहिँ पाहाडको यस्तो कुना कन्दारामा चाहिँ होइन भिडियो गर्ने, हिँड्ने, भ्लगिङ गर्ने मेरो सोख होइन। त्यसैमाथि पनि अब म एजले नै भन्ने भने तपाईँहरूलाई नढाँटी भनौँ, लगभग 40को एराउन्डमा लागिसक्यो क्या। र पनि मेरो चाहिँ के छ भने इच्छा नै मेरो ठाउँलाई चाहिँ कसरी चिनाउने भन्ने नै छ क्या। हेर्नु न साथी हो, म चाहिँ यो बाटो चाहिँ यसरी मजाले ओह्रालो झर्नुपर्छ होइन। यहाँको जङ्गली जनावरहरूले मलाई के सम्झिराखेको होला क्या, यो मान्छे एक्लै भिडियो गर्दै हिँड्दैछ भनेर क्या। र पनि केही छैन। म त यहाँबाट चिप्ले मात्रै भने साथी हो तल राम्रो यस्तो गाह्रो क्या। मैले अब यहाँ एउटा तपाईँहरूलाई म यहाँ यस्तो अप्ठ्यारो ठाउँमा पनि किन म बसेँ, यस्तो ठुलो ओडारको छेउबाट चाहिँ किन चाहिँ यसरी चाहिँ यहाँ चाहिँ भिडियो गर्दै यता पस्यो भने तपाईँहरूले सम्झिनुहोस् ल। मैले चाहिँ आज के देखेको छु भने यहाँ हेर्नुहोस् ल, यो चाहिँ मैले सानोमा बच्चामा खान्थेँ होइन। हामी चाहिँ केसरी भनेर भन्छौँ यसलाई। वाउ, मिठो छ क्या यो चाहिँ साथी हो। साँच्ची म तपाईँ खाउँछु ल।
हेर्नु त तपाईँहरूले पनि खानुभएको होला है यस्तो वाउ मिठो यो चाहिँ औषधि पनि हुनसक्ला के होला होइन त्यो चाहिँ हामीलाई थाहा छैन है र पनि त्यसको चाहिँ ल हेर्नु साथी यस्तो आयो क्या यस्तो आयो यस्तो रातो आउँदो रहेछ क्या यहाँ हेर्नुहोस् त यस्तो खाइदिएको के दामी हुँदो रहेछ क्या म त पाकि पनि सकेको क्या अब चाहिँ साँच्चै भन्नुपर्दा मेरो लागि पनि पाकेको होला जस्तो लागिरहेछ क्या बोर्ड चाहिँ साथी यस्तो है यो चाहिँ होइन म चाहिँ यसलाई चाहिँ केसारी हो भनेर भन्छु ल गाइजहरू अब जाँदै जाँदै हामी अलिक तल जान्छौँ अब चाहिँ यहाँबाट मेरो ओह्रालो लाग्ने बाटो हो यो पनि मैले हातमा लिएँ अब म हिँडेर जाँदाखेरि नि यहाँबाट चिप्लेर कुनै खुट्टा अडिने ठाउँै छैन यो है यस्तो छ अब म यहाँबाट उँधो झर्छु ल ओ साथीहरू आज चाहिँ जाँदा जाँदै म जङ्गल यात्रामा थिएँ होइन जाँदा जाँदै यस्तो चिज भेटेको छु ल के छ तपाईँहरूकोतिर चाहिँ यस्तो चिजहरू पाइन्छ हेर्नुहोस् है यहाँ चाहिँ यस्तो छ ल म तपाईँहरूलाई देखाउँदैछु ल मैले अहिले चाहिँ यो चिज पाएँ यति बेलाको सिजन चाहिँ यो रहेछ यो चाहिँ हाम्रोतिर चाहिँ यसलाई चाहिँ केसारी भनेर भन्छौँ क्या तपाईँहरूकोतिर चाहिँ के भन्नुहुन्छ यो चाहिँ फेरि सबै कुरो राम्रो हुन्छ भन्नु हुँदैन क्या यसलाई मजाले निहालेर खानुपर्छ यो चाहिँ किरा पनि लागेको हुनसक्छ कुनै कुनै त मैले किरा पनि लागेको देखेँ नि त होइन यसरी राम्रो पल्टाएर खानुपर्छ यसो केसारी स्वास्थ्यको लागि चाहिँ वाउ हो है साथीहरू है होइन त खाइसकेपछि कस्तो हुन्छ क्या जिब्रो नै यस्तो छ साथीहरू तपाईँहरू पनि यस्तो कहिले कहिले खानुहुन्छ जङ्गल यात्रा गर्दाखेरि हाइकिङ गर्दाखेरि यस्तो चिजहरू पनि पाइन्छ म चाहिँ धेरै तल गएको छु आज साथी यो चाहिँ यो यात्रा छ यताबाट उता जानु पर्थ्यो होला बाटो चाहिँ म चाहिँ अलिक यता अलिक खुल्ला रहेछ र यता हिँड्ने तर म उतैबाट जान्छु है बाटो चाहिँ यस्तो छ अप्ठ्यारो छ नि त होइन साथीहरू यस्तो अप्ठ्यारो बाटो छ कि यो बाटो पनि अब हिँड्नै पर्छ होइन म चाहिँ नि यो धेरै वर्ष अगाडि बाटै पुरै ब्लक म धेरै वर्ष अगाडि हिँडेको थिएँ बाटो म सानो बच्चा हुँदा आजभन्दा 20 वर्ष अगाडि होला यो चाहिँ मेरो गाउँ पुछाडको बाटो हो यो बाटोले चाहिँ याङसिजुङ भन्ने ठाउँमा पुग्छ तर यो अहिले मान्छे कोही हिँड्दैन रहेछ म चाहिँ धेरै वर्ष पछाडि यो बाटोको हाइकिङ हो मेरो चाहिँ गाउँ पुछाडको बाटो है यो चाहिँ अब म यो अप्ठ्यारो बाटो कटिसके पछाडि केही समय पछाडि अता हेर्नु मैले अघि खाएको चिजले त किन खाइस् भने होला कस्तो कोरिदियो क्या साथीहरू कम तपाईँले त घोच्दैन त अब मेरो बाटो चाहिँ यता उँधो हो होइन त तल जानुपर्ने भयो रुखेर यस्तो ठुल्ठुलो छ यहाँ मेरो यात्रा चाहिँ यस्तो छ यहाँ चाहिँ हल्का यो टाइममा चाहिँ जुका पनि लाग्छ क्या साथीहरू चाहिँ जेठ महिना हो यहाँबाट यस्तो पाराले यो दुलो छिर्दै जानुपर्छ होइन यस्तो छ यता साइडमा पनि यस्तो काँडा छ यसले भेट्यो भने त बिताउँछ नि हौ साथीहरू यता माथिबाट ढुङ्गाहरू पल्टिनु आँटेको रहेछ क्या कोही ढुङ्गाहरू चाहिँ यहाँ छ यसलाई चाहिँ म निकालेर पठाइदिनु पऱ्यो किनभने अहिले अब एक्लै चाहिँ दुर्घटना निम्ति हुनसक्छ अब फेरि यता जाँदा जाँदै मैले यहाँ एउटा कस्तो खतरा खालको चिज मैले देखिरहेको छु साथीहरू के चिज भन्दाखेरि तपाईँहरूलाई नि ठम्मै सक्नुभयो के हो भन्दाखेरि खानेकुरै हो क्या पनि हेर्नु त अघि खाएकै यस्तो चिज वाउ छ मिठो छ अबको बाटो चाहिँ मेरो यहाँबाट उँधो तताउँदा यसरी गाडीभित्र छिर्नुपर्ने छ मेरो आजको हाइकिङ चाहिँ यस्तो छ है कसै साथीहरू यो ठाउँतिर चाहिँ आइपुग्नु भएको छ भने चाहिँ कमेन्ट गर्नु ल यो चाहिँ मैले रुख देखाइदिएँ तपाईँहरूलाई सिर्फ पुछाड यहाँ चाहिँ यता भिर छ होइन डङ्गुर भिर म आएको बाटो चाहिँ यता उँभो हो माथि गाउँ केही देखिँदैन अब यहाँबाट उँधो म झर्दैछु आज चाहिँ म वास्तवमा भन्ने हो भने चाहिँ घुम्न हिँडेको है यो चाहिँ फेरि हाम्रोतिर यसलाई अल्लो भनिन्छ क्या योबाट चाहिँ विभिन्न खालको चाहिँ लत्ता कपडाहरू बनिन्छ होइन हेर्नु त यसले भेट्यो भने फेरि सातो पुत्ला जान्छ कस्तो धेरै चिल्छ क्या यसले
सिस्नु हो क्या यो, वास्तवमा सिस्नु प्रजातिको। तपाईँहरू सबै विज्ञ हुनुहुन्छ। यसको नाम मैले अघि नै भने, यसलाई केसारी भनिन्छ। मैले खाएर पनि टेस्ट गरेँ, यो फलेको हुन्छ। यो चाहिँ सानो बोट रहेछ, यो चाहिँ फलेको छैन। अब यहाँबाट जानु खोजेको ढुङ्गा पल्टेला जस्तो छ क्या यो, फेरि यसले त मलाई बिताउनु पनि सक्छ होइन। त्यसैले म होसियार तरिकाले चाहिँ म जाँदैछु यता हुँदा, अलिक तल पुग्छु। तपाईँहरूलाई यहाँ फिर्केर फेरि भिडियो देखाउँछु ल, कस्तो बाटो गएछ भनेर। यो बाटो चाहिँ यस्तो छ, मेरो चाहिँ खुट्टा अडिनु मानेको छैन। केही पर्सेन्ट चाहिँ कुदेर गइसक्यो। यस्तो ठाउँबाट आएको म, यस्तो छ है बाटो चाहिँ। अब मेरो जाने बाटो अब मलाई तनाव भयो साथीहरू, थाहा छ नि तपाईँहरूलाई किन तनाव भयो भने म सिस्नुबाट धेरै डराउने मान्छे क्या। यहाँ चाहिँ सिस्नु देखिरहेको छ क्या, उता छिर्यो भने सिस्नु देख्छु, यता पनि सिस्नु देख्छु होइन। यसमा त यस्तो पोल छ नि, मैले तपाईँहरूलाई अघि चिनाएँ नि होइन। यो चाहिँ हाम्रो यता लोकल भाषामा चाहिँ यसलाई चाहिँ अल्लो भन्छ होइन। फेरि अन्य भाषामा के भन्छ थाहा छैन, त्यो चाहिँ मलाई नो आइडिया। माथिबाट हेर्नु त यस्तो ढुङ्गाहरू आउँदैछ। फेरि म एक्लै छु क्या यस्तो बिच जङ्गलमा। अब तपाईँहरू पनि यसरी कहिले कहिले यसरी नै जङ्गल यात्रा गर्नुभएको छ भने चाहिँ यस्तो खालको होइन मोमेन्टहरू चाहिँ तपाईँहरूले पनि अल्झाएर होइन। यो ठाउँमा कोही आइपुग्नु भएको छ भने ल मलाई यो भिडियो पोस्ट गरे पछाडि तपाईँहरूको चाहिँ मोबाइलमा आउन सक्छ, त्यति बेला कमेन्ट गर्नुहोस् ल। म पनि यस्तोमा हिँडेको थिएँ भनेर, तपाईँहरूको भिडियो पनि छ भने, यस्तै खालकोहरू भिडियो छ भने मलाई मेन्सन गरिदिनुहोस् है, म पनि हेर्नेछु। तपाईँहरू कति दुःखले हिँड्नुहुँदो रहेछ भन्ने कुरो म पनि हेर्छु। मेरो पनि यो दुःख म तपाईँहरूलाई सेयर गर्दैछु नि त। यसरी हिँड्नुपर्छ क्या, अलिकति मिस्टेक भयो भने पनि यहाँ चाहिँ ओभरल्याप यस्तो छ काँडाहरू पनि, यसलाई पनि जोगाउनु पर्यो। स्टाउकोमै सिस्नु छ क्या, यसलाई यस्तो लुकेर हिँड्नुपर्छ होइन। बाउ यस्तो छ, यहाँबाट चाहिँ सानो रहेछ, फेरि अर्को प्रजातिको सिस्नु क्या। यसलाई चाहिँ हामी टिपेर खाइ पनि दिन्छौँ। यसलाई चाहिँ हाम्रो भाषामा चाहिँ घरिया सिस्नु भन्छ होइन। यता हाम्रो क्षेत्रमा चाहिँ तपाईँहरूकोतिर के भन्छ यसको, अब ठाउँअनुसार यसको नाम पनि फरक हुनसक्छ। यो मैले बोलेको मात्रै, मेरो प्रोनाउन्स मात्रै 100% राइट हो भन्न सकिँदैन। यहाँ त मैले लुजा त सिस्नी कुल्चेर हिँडेको क्या। अब यहाँबाट उँधो उँधो जाने गइसके पछाडि साथीहरू है, अब टक्कसँगले के हुन्छ भन्दाखेरि हेर्नु सिस्नु यस्तो धेर छ नि, यहाँ त वान मिस्टेक गेम ओभर हो। वाउ कस्तो ठाउँ छ क्या साथीहरू, लास्टै तनाव छ। हेर्नु त है मेरो टाउको किसिममा सिस्नु यसरी जोगेर हिँड्नुपर्ने हुन्छ। अब मैले के गर्ने, ओ माई गड, मलाई बचाऊ बचाऊ बचाऊ। चाहिँ म बचेँ तर अलिकति अगाडि बढेको साथीहरू। बाटो त के गर्ने यार, म रुँ कि हाँसौँ कि म फिर्क्यौँ कि भइसकेँ यार। किनभने यता दायाँ बायाँ सिस्नु छ क्या, त अलिकति छुने बित्तिकै यस्तो पोल्छ नि यो सिस्नुले अम होइन, लास्टै गाह्रो छ क्या साथीहरू। तर आज ड्याङ ड्याङ पारीतिर यो म जाने ठाउँतिर चाहिँ क्याम्प फायर हुँदैछ। यहाँ पर चाहिँ साथीहरू यो सबै देखिने चाहिँ भाग चाहिँ अलैँची ल, यो चाहिँ अलैँची हो होइन। म चाहिँ यो साइडतिरै अहिले सायद त्यो साइडतिरै पुग्छु होला। मलाई चाहिँ यहाँको मैले सोचेको ठाउँतिर सिधै जान्छु भन्दा पनि नसकिने साथा मलाई पोल्यो क्या साथीहरू, यस्तो पोल्यो आमा हत्ता। तर म हिम्मत हारेको छुइनँ यो ठाउँमा चाहिँ हिँड्नलाई। आज चाहिँ जेठ महिनाको 10 गते आइतबारको दिन, मेरो चाहिँ आज छुट्टी छ होइन। म चाहिँ गभर्मेन्ट स्कुलमा म पर्मानेन्ट म टिचर हो है, र पनि म चाहिँ यसरी हिँडिरहेको छु क्या। टिचिङ पेसामा आबद्ध भएकै म चाहिँ धेरै लामो भयो क्या एक्सपिरियन्स। अनि एउटै मात्रै क्षेत्रमा बस्नुमा मान्छेले लास्टै बोर हुने रहेछ क्या। त्यही भएर म चाहिँ आज चाहिँ हिँडिरहनु भनेको। मेरो जाने बाटो कहाँ त
हेरौँ त मैले त यो डिरेक्सन नै पुरै क्लियर गर्न सकिनँ। को ठाउँ चाहिँ साथी हो मेरो चाहिँ यता माथि पर्छ यहाँबाट ढल्काएर यो साइड है उताबाट आएको अहिले म यहाँ चढिरहेको छु। अब यहाँबाट म उता जान्छु अनि उताबाट यस्तो उँधो झुर्छु जस्तो लागिरहेछ किनभने मलाई यहाँबाट बाटोको खासै यस्तो पहिचान गर्न आएको छैन। यता रहेछ हो बाटो फेरि यहाँ रहेछ यार सिस्नु रहेछ। म यो बाटोमा हिँड्दाखेरि चाहिँ धेरै होसियारी अपनाएर हिँड्नुपर्ने रहेछ किनभने यस्तो घारी छ। अब घारीमा के छ मैले अन्धकारमा हो सर्प छ सर्पले डस्ने हो होइन। वाउ यहाँ मैले मुढा भेटेँ क्या। अब यो मुढाबाट म निकै परसम्म मेरो चाहिँ क्रस भएर जान्छु। यो मुढा हिँडेर भनेको तर बाटो यतैबाट सिधा सजिलो छ कि जस्तो लाग्यो। यही बाटो फेरि उँधो झरेँ म होइन साथीहरू। यो चाहिँ म अलैँची बगानमा छु है। फेरि साँच्ची भन्नुपर्दा यहाँ चाहिँ फुल फुलेको छ यस्तो राम्रो छ तर यसको गोडमेल हेरौँ न यस्तो गाह्रो छ क्या। गोडमेल भएको छैन नि त यो ठाउँमा पनि। बाटो यस्तो छ यस्तो झाडीको बाटो तपाईँहरू कहिले हिँड्नु भएको छ खै? हिँड्नु भएको छ भने चाहिँ भन्नुहोस् ल। बाटो चाहिँ यस्तो बनाउँदै जानुपर्छ। मैले यहाँ बनाएको छु यसरी पुरै थिच्दै जाने हो होइन। यस्तो छ है बिस्तारै थिच्दै जाने हो हामी होइन। अनकट्ठर घारीभित्र पसिसकेको छु। यहाँबाट बाटो चाहिँ खासै त्यस्तो क्लियरको छैन। यहाँ तल पुगेपछि झोलुङ्गे पुल पुग्छु म एकछिनमा। आज चाहिँ म साथीहरू जाँदै म यो ठाउँमा आइपुगेको छु। यहाँ चाहिँ खतरा खालको ओडार रहेछ है। यो ओडार चाहिँ धेरै ठुलो छ। तपाईँहरूलाई मैले क्यामेरामा म आफैले घुमाएर देखाउन नसक्ने भएँ। म जङ्गल सफारीमा हिँडेको थिएँ आजको आइतबार। यस्तो भयो साथीहरू है पसिना काटेको छ। यस्तो छ यो ठाउँ चाहिँ यस्तो रहेछ। म चाहिँ मेरो यात्रा चाहिँ यो याङसिजुङसम्मको हो। म अहिले तापिरहेको छु। मैले यहाँ नजिकै तलतिर एउटा गोठ बनाएको पनि देखेँ। यो चाहिँ सबै अलैँची बगान रहेछ होइन। हेर्नु न साथीहरू यस्तो पोलिरहेछ केले थाहा छ नि सिस्नुले क्या। ज्याकेट पनि हाल्न सकिने कन्डिसन छ होइन। ल जति हानुहोस् है। क्षेत्रमा आएको मलाई चाहिँ किन हिँड्यो यो ठाउँ भनेर प्रतिकार गर्नु खोजेको होला होइन गाइजहरू। याङसिजुङ जाने क्रममा चाहिँ म अहिले यो याङसिजुङको पुलमा आइसकेको छु। अब मेरो बाटो यता अगाडि बढ्छ। यो चाहिँ धेरै लामो पुल छ। यो पुल बनाइकन म फर्स्टचोटि हो म यहाँ हिँडेको। यहाँ चाहिँ धेरै रमाइलो छ। यो पारीको गाउँ चाहिँ मेरो हो। यता उँभो चाहिँ त्यो बाटो हुँदै म आएँ। यहाँबाट चाहिँ तल हेर्ने भने चाहिँ यस्तो गाह्रो छ क्या धेरै टाढो छ। मोबाइल पनि हात काम्दै म तपाईँहरूलाई समातेर चाहिँ म देखाइरहेको छु। यो बाटो चाहिँ यस्तो छ है। अब मेरो चाहिँ जाने बाटो तलबाट हो यो पुलबाट यता घुमेर यस्तो बाटो छ। लाइफमा म फर्स्टचोटि हिँड्दैछु। यो चाहिँ याङसिजुङ जाने पुल रहेको छ। असिन पसिन पनि बनायो किनकि आजको मौसम धेरै नै राम्रो छ। अघि चाहिँ बादल लाग्ला जस्तो भएको थियो। अब चाहिँ मेरो यात्रा याङसिजुङतर्फ मडिँदैछ। अब साथीहरू याङसिजुङतर्फको यात्रा चाहिँ कस्तो हुन्छ अब भरे तपाईँहरूलाई म भन्छु ल। यहाँ चाहिँ आज म किन गएको भन्दाखेरि म एउटा दुःखद घटना भएर नै म त्यो घटनामा चाहिँ आज मलमको लागि हिँडेको। मलाई चाहिँ सायद त माथिबाट छोडेर गइसक्नु भएको छ। म चाहिँ यो बाटोको डिरेक्सन चेन्ज गर्दैछु। उहाँहरूलाई म पछ्याउनु सकिनँ। हिँड्दै जाँदाखेरि मेरो हाइकिङ स्पिड स्लो छ। अब भने मेरो बाटो चाहिँ यता अगाडि बढ्छ। यहाँबाट यस्तो जान्छु यता उभो जानु पर्थ्यो यहाँबाट यस्तो जान्छु र यताबाट चाहिँ यता उँधो झर्छु। म चाहिँ आज याङसिजुङ हिँडेको। याङसिजुङको पनि पुछारमा है त्यो बाटोको लागि चाहिँ यताबाट अलिक सटिक बाटो छ। म धेरै वर्ष अगाडि यो बाटो हिँडेको थिएँ। कस्तो छ अब म तपाईँहरूलाई म देखाउँदै जानेछु। यहाँको चाहिँ बाटो यस्तो रहेछ। यहाँ मान्छे पनि हिँड्दो रहेछ धन्न क्या। अघि पारिपट्टि त लास्टै मान्छे कोही हिँड्दैन थियो मात्रै हिँड्दो रहेछ जङ्गली जनावर। त्यो पनि क्यामेरामा कैद गर्न सकिएन। सायद उनीहरूको नै वासस्थानतिर पुगिसकेको थियो होला। अब चाहिँ मेरो यात्रा निरन्तर ओह्रालो हुन्छ है। अब चाहिँ खोलामै पुग्छु केही समय पछाडि अनि त्यहाँबाट पनि म फेरि
झन्नै लडे चाहिँ मेरो भाषा है साथीहरू ल इसिस भनेको चाहिँ यता चाहिँ ल फेरि यता पनि चिजबिज भेटिने ठाउँ रहेछ यहाँ चाहिँ यार्सा गुम्बा खोज्ने ठाउँ रहेछ क्या साथीहरू म पनि कतै भेटेँ भने म तपाईँहरूलाई देखाउँछु ल आजको चाहिँ यार्सा गुम्बा यता कतै निस्किएर मैले पनि भेटिहालेँ भने तपाईँहरूलाई नि म भन्ने छु क्या यस्तो ठाउँमा चाहिँ यार्सा पाइने रहेछ भनेर देखाउने छु भनेको तर के गर्ने मेरो त आँखाले नै भ्याउँदैन कि यस्तो लागिरहेको छ यस्तो राम्रो कोट्याएको रहेछ है यहाँ चाहिँ धेरै पाइन्थेछ जस्तो लाग्यो किनभने यता धेरै कोट्याएको छ क्या यो ठाउँमा म चाहिँ यहाँ तल जानुपर्ने मेरो चाहिँ बाटो नै ब्लक भयो अब के गर्ने अब म अलिक उताबाट चाहिँ छिर्छु होला जस्तो लागिरहेछ यो बाटो यसरी समात्दै जानुपर्ने हुन्छ यहाँ चाहिँ सबै बाटो किन बनाएछ भनेको यार्सा गुम्बै खोजिरहेछ क्या साथीहरू तपाईँहरू पनि यो बेला चाहिँ यार्सा गुम्बा चाहिँ प्रतिवटा हाम्रोतिरको चाहिँ न्यूनतम 40बाट 50 रुपियाँको दरले चाहिँ किनबेच भइरहेको छ तपाईँहरू पनि आफ्नो चाहिँ आर्थिक स्तरलाई चाहिँ सुधार गर्न चाहनुहुन्छ भने आउनुहोस् ल यतातिर पाइँदो रहेछ यहाँ खोजिरहेको रहेछ यो चाहिँ यो ठाउँ चाहिँ तपाईँहरूलाई ठ्याक्कै याङ्सीजुङ पछाडि फेरि झन्नै लडेका म चाहिँ आज लड्नु मात्रै खोजिरहेको छु किन होला हौ यस्तो मलाई लाग्छ यो चाहिँ सायद म कम हिँडेर हो मेरो यस्तो जङ्गल हाइकिङ चाहिँ यो मेरो धेरै पछाडि यो आज नै हो धेरै वर्षौँ नै भइसक्यो थोरै टाइम नभनौँ जङ्गल सफारी यो चाहिँ म फेरि एक्लै हिँडिरहेको छु यो ठाउँमा चाहिँ यहाँ साइडमा चाहिँ एउटा खोला छ यो किनारै किनारमा हिँड्दैछु मेरो यात्रा चाहिँ आधा घन्टा जति चाहिँ मेरो नन स्टपै हुन्छ त्यति चाहिँ मैले हिँड्नु पर्ने हुन्छ त्यतिको रफ्तारमा चाहिँ यस्तो छ अब यो खोलामा आइसकेँ यो चाहिँ एउटा खोला हो साथीहरू है यो एउटा खोला है अब यहाँबाट अलिकति उता गयो भने यहाँ सानो एउटा हाइडो बनाएको ठाउँमा पुगिन्छ त्यो ठाउँमा चाहिँ म जाँदैछु तपाईँहरूलाई देखाउँदैछु बाटो पनि यस्तो रहेछ पक्कै पनि यो बाटै त होइन होला म यो खोलाको किनारै हिँड्नुपर्छ होला जस्तो लाग्छ यहाँबाट चाहिँ फेरि बाटो छुट्टिँदैछ यहाँबाट उता चाहिँ यो चाहिँ अब यो चैनपुर नगरपालिका 1 याङ्सीजुङ भन्ने ठाउँमा चाहिँ यो चाहिँ यहाँ चाहिँ पानी लगेर यहाँ चाहिँ विद्युत निकालिएको छ त्यो गाउँको लागि यहाँ पनि धेरै राम्रो विकास भएको छ यसरी हामी कुद्दैछौँ यो म अहिले चाहिँ यो पानी लगेको ड्रेन म जाँदैछु यहाँ चाहिँ पानी बन्द गरेको रहेछ अब म यहाँ नै होला मेरो अन्तिम यस्तो छ तेजीले पानी यहाँ चाहिँ पुरै यसरी हामीले चाहिँ के गर्नुपर्छ भने अब यसलाई चाहिँ टक्क छोडेर यसरी जानुपर्छ बाटो यस्तो छ अब मेरो साथीहरू जग्गी नै माथि कटिसकेको छ क्या उनीहरू चाहिँ म चाहिँ अब यहाँबाट तेर्सो बाटो हो मेरो चाहिँ एकदम म धेरै वर्ष अगाडि म 20 वर्ष अगाडि म हिँडेको बाटो यहाँ चाहिँ यस्तो रहेछ है तपाईँहरूले पनि क्यामेरामा हेरिरहनु भएको छ मैले नन स्टप म कस्तो अप्ठ्यारो बाटोमा हिँडेँ भनेर तपाईँहरूलाई मैले देखाइरहेको छु यो बाटो यस्तो छ गएर के हुन्न रहेछ त हेर्नुहोस् न यति सानो डोरो कुलो बनाएर यहाँबाट टक्क यहाँ पर लगेर एउटा मोटरमा हानेर त्यहाँबाट एउटा गाउँलाई नै उज्यालो बनाएको छ एउटा मोटर घुमाएर चाहिँ बिजुली उत्पादन गरेको छ यतातिर पनि अलैँची ढुट्टो भएछ साथीहरू है
अलैँची यस्तो छ म तपाईँहरूलाई देखाइरहेको छु यो बाटो अब यहाँबाट मेरो ननस्टप अगाडि छ अब म कोही भेट्दिनँ यो बाटोमा हिँड्दै गर्दाखेरि म अलैँची त ओ वाउ कस्तो धेरै रहेछ क्या यहाँ फिर्केहरू पनि यसरी राखेको छ सिँचाइको लागि हो यो चाहिँ अलैँची बारीको दायाँ बायाँ हिँड्दाखेरि छुट्टै मजाको आनन्दको महसुस भइरहेको छ मलाई किनभने मेरो पनि त छ नि त होइन अलैँची बारी नै त्यसैले म पनि त किसानी नै हुँ है किसानी प्लस जब होल्डर है अब मलाई चाहिँ दुवै हातमा लड्डु छ भनेर म चाहिँ दाबी गर्छु अरूले जे भने पनि अरूले जेसुकै भने पनि म चाहिँ यो बाटोमा 20 वर्ष पछाडि म हिँडेको जस्तो लाग्छ मलाई करिब चाहिँ ल हेर्नुहोस् है यो चैनपुर नगरपालिका वार्ड नम्बर 1 यो याङसिजुङ भन्ने ठाउँमा म हिँड्दैछु यहाँ चाहिँ पुरै पानी लगेर चाहिँ यहाँ चाहिँ बिजुलीको मोटर घुमाएर चाहिँ बत्ती बालेको छ यो ठाउँमा यहाँ तल देखिन्छ यहाँ पर तारहरू पनि तपाईँहरूले देख्दै हुनुहुन्छ यहाँबाट सिधै उँधो हानेर चाहिँ मोटर घुमाएको छ त्यस्तो ठाउँ छ है यहाँ चाहिँ यहाँबाट चाहिँ पानी लगाउने ठाउँ है यो मोटरलाई यस्तो टक्क बनाउँछ अनि यसरी चाहिँ यहाँ चाहिँ पावर हाउसलाई यहाँबाट तल पानी दिएर त्यहाँबाट चाहिँ टक्क उत्पादन गरेको छ यहाँ तल छ त्यो चाहिँ मैले तपाईँहरूलाई देखाउन सकिनँ किनभने यो धेरै टाढो छ अब मेरो यात्रा माथितिर हुन्छ अब यस्तो रफ्तारमा जाँदैछु है आज दिन पनि अलिक गर्मी खालको छ है पुरै पारा चाहिँ पुरै चिलमा छौँ अब गर्मीको यात्रा मेरो चलिरहेछ अगाडि नै यस्तो दामी बनाएको रहेछ सिडी मेरो चाहिँ आजको चाहिँ यात्रा चाहिँ कडा छ है म चाहिँ तपाईँहरूलाई यो याङसिजुङसम्मको यात्रामा आज लिएर आएको छु म कहाँ कसरी हिँड्दैछु तपाईँहरूलाई म भिडियोमा देखाउँदैछु यो चाहिँ मैले अघि भने तपाईँहरूलाई यो चाहिँ बत्ती बालेको लाइन तल छ पावर हाउस है यसले चाहिँ करिब 100 घरभन्दा माथिको घरधुरीमा चाहिँ बत्ती बालेको चाहिँ पेल्ट्री सेट हो यो अब चाहिँ मेरो यो 20 वर्ष अगाडि हिँडेको बाटोको चाहिँ म यात्रा गराउँदैछु म तपाईँहरूलाई अब यो बाटोमा के भेटिन्छ हेरौँ है यहाँ चाहिँ मैले एउटा कोकोले चरा पनि देखेँ है यस्तो रहेछ सबै मेरो दायाँ बायाँ रहेको छ अलैँची आज चाहिँ म मुख्य गरेर मेरो यात्रामा चाहिँ अलैँची नै अलैँची भएको ठाउँतिर मात्रै देखाउँदैछु हेर्न न साथीहरू यहाँ चाहिँ के रहेछ भन्दाखेरि के होला झुकाइ मलाई टोकेछ क्या यसलाई मैले छोडिदिएँ यसको पनि ज्यान बचोस् है फेरि मेरो यात्रा निरन्तर कन्टिन्यू अगाडि छ क्यामेरा यस्तो गरेर त्यसै राखेको छु यहाँ चाहिँ फेरि दामी पानी पलाएको खोल्चा रहेछ सानो भए पनि यहाँ चाहिँ टक्क तिर्खा गुटुक्क मेट्ने खालको हाम्रो शरीरको लागि जल सासी प्रणालीहरूको लागि चाहिँ प्राणीहरूको लागि चाहिँ सासी प्राणीहरूको लागि चाहिँ एउटा अमृत समानको जल भेटेँ फेरि यहाँ चाहिँ मैले ओडार भेटेँ साथीहरू बाटोमा चाहिँ धेरै अगाडि हिँडेको मलाई त्यति साह्रो यहाँको ख्याल पनि छैन यस्तो रहेछ रफ्तारमा कुद्दैछु यो बाटो अब त म धेरै अगाडि बढिसकेँ बाटो राम्रो रहेछ यहाँबाट चाहिँ मेरो यात्रा सिधै अगाडि हुँदैछ आजको चाहिँ यात्रा निकै यादगार र कष्टकर पनि छ मेरो लागि ल छुट्टै प्रजातिको बोट देखेँ मैले बिरुवा यसको फल होला यो यस्तो देखिन्छ सुन्दर यस्तो रहेछ
डाली डालीमा हो डाली डालीमा हेरिरहँ लाग्छ नि दिलको बारीमा भनेर एक्लै गुनगुनाउनु पर्ने यस्तो छ। मेरो स्वर चाहिँ खासै राम्रो छैन र पनि यात्रा चाहिँ मैले निकै नै कष्टकर तरिकाले वाउ तरिकाले हिँडिरहेको छु। किनभने तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ पसिना मेरो कुनै पनि भिडियोमा त्यस्तो पसिना आएर यसरी हाइकिङ गरेको तपाईँहरूले देख्नु भएको छैन होला। यस्तो जाँदैछ घाम पनि कस्तो छ क्या साथ। यो पाहाडीको गाउँ चाहिँ मेरो है। म चाहिँ अहिले यो ठाउँतिर आइसकेँ। अब यहाँ चाहिँ पानीको पाहाडदेखि अब चाहिँ बस्तीहरू धेरै नजिक नजिक छ कि जस्तो लागिरहेछ। अब यहाँबाट सिधै जान्छौँ। कताको बाटो यता आउँदो पनि रहेछ। म चाहिँ यहाँबाट घुम्दै 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 अगाडि जान्छु। मेरो यात्रा चाहिँ अलिक अगाडिको हुन्छ। सुसेलिँदै यो जङ्गलको यो चराहरूको चाहिँ चिर्पी चिर्पी चाहिँ आवाज सँगसँगै मनलाई रोमाउँदै मेरो यात्रा अगाडि बढिरहेछ। मलाई चाहिँ यसरी नै एक्लो दुनियाँमा यसरी नै अगाडि हिँड्ने ठुलो रहर थियो। त्यो सामान्य पुरा भएको छ। किनभने मेरो गाउँठाउँलाई नै मैले यसरी चाहिँ एउटा यहाँको वस्तुस्थिति अनि यसको चाहिँ यथार्थ फन्डलाई चाहिँ एउटा भिडियोमा मैले उतारेर तपाईँहरू बिचमा चाहिँ मैले बाँड्ने कोसिस गरेको छु। बाटो चाहिँ यता माथि छ है साथीहरू। यस्तो अप्ठ्यारो छ। यहाँबाट चिप्लियो भने लाडिने रहेछ। त माथि हो त्यो ढुङ्गा भएको छेउबाट हामी अब छिर्छौँ। यहाँको चाहिँ यस्तो छ बाटो। म आएको चाहिँ यता पछाडि हेर्दा पनि कस्तो जङ्गलै जङ्गल छ। पाहाडीको गाउँ चाहिँ यता माथि चाहिँ मेरो घर हो। यता चाहिँ माथि नगरपालिका वार्ड नम्बर 9 को भूगोल हो। अब यो चाहिँ म चैनपुर नगरपालिका वार्ड नम्बर 1 को क्षेत्रमा चाहिँ म हिँड्दैछु। याङसिजुङ भन्ने ठाउँमा। याङसिजुङको चाहिँ एक साइड चाहिँ यस्तो छ। यहाँ चाहिँ यस्तो छ अप्ठ्यारो है साथीहरू। यो चाहिँ धेरै अप्ठ्यारो छ। ओ माइ गॉड पुरै खतरा पाराले आएको है। यता पनि ढुङ्गा यता पनि बिचबाट यसरी छिर्नु पर्ने निकै गाह्रो छ। अब चाहिँ भने सजिलो बाटो आइसकेँ म। तर म कहाँ पुगेँ भन्ने कुरा चाहिँ मैले ठ्याक्कै ठम्याउनै सकिनँ क्या साथीहरू। कुन बाटो हो? अब म एकछिन पछाडि तपाईँहरूलाई यो बाटो ठक्क पुगेपछि यो बाटो कसरी जोड्ने रहेछ है भनेर भन्छु है। तर म 20 वर्ष पछाडि आएको यो बाटो कस्तो छ भनेर भन्नलाई नै भइरहेछ। मेरो यात्रा माथि छोडेर तलको होला सायद मलाई त्यस्तै लाग्छ। थम्दो लागे चाहिँ बाटोबाट म ठ्याक्कै तलै पुग्छु जस्तो लागिरहेछ। बाटोको स्थिति चाहिँ यस्तो नाजुक छ।
अहिले बाटो क्रस भएपछि चाहिँ म मेरो मिसनमा सायद पुग्छु होला। जङ्गल घारी यस्तो छ आजको चाहिँ मेरो जङ्गल यात्रा चाहिँ यस्तो छ। केही देखिएन, मात्र बिचमा देखिएको भनेको दुईवटा चरा देख्यो, एउटा कुकुरले, अर्को कन्सुडी भन्ने। ठिक ठाउँमा आएछु म। सायद म आजभन्दा 20 वर्ष अगाडि यो बाटो हिँडेको थिएँ। यो चाहिँ याङसिजुङ भन्ने ठाउँको चाहिँ सिरानबर भन्ने ठाउँमा आइपुगेको हो। अहिले चाहिँ ठ्याक्कै यो चुच्चो एउटा ढुङ्गा तपाईँले देखिरहनु भएको छ पर सानोमा, तर चाहिँ हेर्दा चाहिँ ठुलो छ है। यति टाढाबाट त्यस्तो देखिन्छ। यहाँ चाहिँ कस्तो धेरै सायद कोदोको बिउ राखेको होला, त्यस्तो देखिरहेछौँ। ल अब मेरो मिसन चाहिँ पुरा भयो। म चैनपुर नगरपालिका याङसिजुङको गाउँमै पहिलो टेकिसकेको छु। म गाउँ पुछारमा आएँ, यहाँभन्दा उँभो गाउँ छ। अब चाहिँ म सायद मेरो क्यामेरालाई नि म यही ढुङ्गा देखाउँदै यो माथि नगरपालिका वार्ड नम्बर 9 हारिङले चिनाउँदै मेरो यहाँ क्यामेरालाई नि म यति नै अहिले चाहिँ बन्द गर्दैछु। ल थ्याङ्क यू फर वाचिङ एभ्रीबडी गाइज। फेरि केही यस्तै खालको रोचक भिडियोहरू पाएँ भने म तपाईँहरूलाई यसरी नै म राखेर साभार गर्नेछु। यो चाहिँ याङसिजुङ जाने रोड, यो रोडको कर्नरबाट चाहिँ टक्क लेफ्ट मोडियो भने टक्क पुगिने रहेछ गाइजहरू। ल थ्याङ्क यू फर वाचिङ, बाई बाई, सी यू अगेन। मेरो आजको यात्रा चाहिँ यस्तै रहेको छ। फेरि पनि यस्तै खालको सामान्य भ्लगहरू म लिएर आउँछु तपाईँहरू माझमा। तपाईँहरूले पनि अवश्य पनि हेरेर लाइक, कमेन्ट र सब्सक्राइब गरिदिनु हुनेछ भन्ने मलाई पुरा आशा लागेको छ। थ्याङ्क यू फर वाचिङ, बाई बाई। आज चाहिँ हाम्रो चैनपुर नगरपालिका 1 म चाहिँ हाम्रो भ्रमण गर्दै यो बाटोतिर आज चाहिँ हामी दाजु अनि त्यस्तै गरेर हाम्रो केशव सरको साथमा हिँड्दै। बाटो चाहिँ यस्तो रहेछ, खोला चाहिँ कडा यस्तो छ है। यहाँ चाहिँ हाम्रो आज चाहिँ जङ्गल सफारी, यहाँ चाहिँ हाम्रो यस्तो यात्रा भन्ने छ। ल यहाँ भगवान्हरू पनि बस्दो रहेछन् भनेर उहाँहरू कल्पना गर्दै हुनुहुन्छ। बाटो चाहिँ यस्तो छ, यस्तो बाटोमा नै हामी कहिले कहिले चाहिँ ज्यानलाई पुरै तालाउनको लागि हिँड्दैछौँ। कताबाट होइन, माथि ढुङ्गा भत्किन्छ यता उभो। ल बाटो चाहिँ यस्तो छ होइन, यहाँबाट फुत्तै झरिहाल्यो भने चाहिँ यति गाह्रो छ। हाम्रो यहाँ केशव सर कडा पारले हिँड्दै हुनुहुन्छ। ए हामी यहाँबाट झरेर मर्दैनौँ क्या दाइ, बाटो चाहिँ यस्तो छ। बाटो चाहिँ यस्तो छ फेरि हाम्रो चाहिँ कस्तो भने नि, आमा खोलो चाहिँ यहाँ तल छ। साथीहरू चाहिँ यहाँ तलबाट आउँदै हुनुहुन्छ। मैले चाहिँ क्यामेरा एकछिन यहाँ घुमाएँ। मलाई चाहिँ खिच्नु पर्दैन क्या यो चाहिँ। म अब तपाईँहरूलाई बाटो चाहिँ यस्तो छ हाम्रो चाहिँ। ए सर झन् जानुहुन्छ? ल बिस्तारै 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 हाम्रो चाहिँ यात्रा बिस्तारै बिस्तारै नै भइराखेको छ। बाटो चाहिँ यस्तो छ है। यहाँ त गुफा छ यार, गुफा। यहाँ चाहिँ भगवान्हरू बस्छ भन्ने किम्बदन्ती पनि रहेछ हाम्रो चन्द्र आएर केशव सरको। त्यसलाई चाहिँ हामी हेर्दै जाँदैछौँ। अब जाँदै जाँदै हाम्रो चाहिँ यस्तो छ कष्टकर जिन्दगी। अब हो हाम्रो केशव सर हेर्नुहोस्, गुरुबा यसरी तन्किँदै आउनुहुन्छ। यहाँबाट तल गयो भने हामीले यहाँ केही भन्नु छैन क्या। तर हाम्रो यात्रा चाहिँ फेरि डाँडाको बाटो है। यो डाँडाकै ल तपाईँहरूले देखिसक्नु भएको छ पक्कै पनि आजको चाहिँ हाम्रो चाहिँ यात्रा चाहिँ यस्तो। यहाँ चाहिँ भगवान्हरू बस्छ भन्दै हुनुहुन्छ हाम्रो केशव सरले। मलाई चाहिँ विश्वास लागेको छैन, किनभने देखिन नि त आँखाले। तपाईँहरूले क्यामेरामा देख्नुभयो त, पक्कै पनि देख्नु भएन होला। खोजीमा हुनुहुन्छ यसरी है, खोजीमा चाहिँ लाइट स्टोन चाहिँ हामी खोज्दैछौँ। राति चाहिँ यहाँ 3-4टा लाइट स्टोन पस्दै हुन्छ त, जुन चाहिँ दुलोमा पसी
तपाईँहरूले सुनिसक्नुभयो होला बाटो चाहिँ घुमी यस्तो छ यो ढुङ्गाहरू सायद निस्केर गयो भने के होला तपाईँहरूलाई म जिरो टाइममा यस्तो खतरा ठाउँमा चाहिँ लिएर आउँदैछु यतिको चाहिँ जङ्गल सफारी गर्ने तपाईँहरूको नि हिम्मत छ भने आउनुहोस् यहाँबाट हुँदो हेऱ्यो भने काली लाग्दो भिर यहाँ तल छ हजुर पुल त यता माथि आइसक्यो त ए पुल चाहिँ हाम्रो यता माथि छ यो याङसिङको पुल ल म चाहिँ मेरो डेस्टिनेसनमा आइसकेँ अब उहाँहरूको चाहिँ म रामकानी यात्रा म हेर्दैछु के छ दाजु कस्तो लाग्यो तपाईँलाई यो यात्रा एकदम म त सगरमाथा हिमाल चढेको भन्दा अलिक कम जस्तो मात्रै लाग्यो ल हाम्रो गुरुबा पनि आइसक्नु भयो टक्कसँगले यो त पुरमधानै भन्दै हुनुहुन्छ साँच्चै यहाँबाट त जिरो छ तपाईँहरूले यहाँबाट देख्नुहुन्छ क्यामेरामा पक्कै पनि मन छ अनि जाने मन छ भने हामीसँग सम्पर्क गर्नु होला होइन यहाँबाट तपाईँ जानुभयो भने त हामीसँग फेरि दोहोरो बात हुँदैन नि होइन सर दोहोरो बात हुँदैन हजुर ए हामी चाहिँ यसरी गुरु चेलो चाहिँ यस्तो पाराले हिँड्दैछौँ होइन किशोर सर पछाडि आउँदै हुनुहुन्छ हाम्रो चाहिँ जङ्गलको यात्रा चाहिँ आजको चाहिँ यस्तो खतरा भयो आमा उहाँको हेर्नु त हाम्रो गुरुको अब हामी त ल भर्खरको युवाहरू उहाँ त झन् होइन 70 वर्ष पुग्न आँट्दा पनि उहाँ हामीसँग हिँडिरहनु भएको छ यो चाहिँ म गौरवको लाग्छ हामी फाइनली रूपमा हामी यो माथि नगरपालिका वार्ड नम्बर 9 र चैनपुर नगरपालिका 1 वार्ड नम्बर 1 जोड्ने ठाउँमा चाहिँ हामी आइसकेको छौँ अब फाइनली रूपमा हामी यो एवरा खोला यो पुलमा चाहिँ हामी आइसकेको छौँ हाम्रो बाटो चाहिँ आज जाँदा एक्स्ट्रा पारले भएको छ ल वो फाइनल रूपमा हाम्रो चन्द्र दाइ गइसक्नु भएको छ अब मेरो पनि पालो वाउ अब हाम्रो गुरुबा आइसक्नुहुन्छ अघि चाहिँ म यो परको बाटोबाट गएको थिएँ यहाँ चाहिँ ठिकै छ यो बाटो चाहिँ अब हाम्रो गुरुबा हिँडेको हामी हेर्छौँ होइन हामी त युवाहरू हिँड्यौँ उहाँ चाहिँ 70 वर्ष पुग्न आँट्दा नि हेर्नुहोस् है जोस जाँगर दिमाग मान्नुपर्छ लाग्यो ल फाइनल रूपमा आइयो अब हामी यहाँ बसेर चाहिँ हाम्रो चाहिँ जुगाहरू केलाउँछौँ किनभने बर्खाको सिजन छ यस्तो गलियो आमा हैरान भयो उहाँहरू राम्रो हुनुहुन्छ आज चाहिँ सम्झी पसिना पनि आइरहेको छ तपाईँहरूले पनि जुका केलाएको हेर्नुहोस् मेरो पनि म यहाँ देखाउँदैछु तपाईँहरूलाई यो अघि नै खाएर गइसकेछ ठिक छ जिन्दगानीमा जाउँ दाइ अब हाम्रो बाटो चाहिँ यता उभो आज चाहिँ हाम्रो चैनपुर नगरपालिका 1 म चाहिँ हाम्रो भ्रमण गर्दै यो बाटोतिर आज चाहिँ हामी दाजु अनि त्यस्तै गरेर हाम्रो केशव सरको साथमा हिँड्दै बाटो चाहिँ यस्तो रहेछ खोला चाहिँ कडा यस्तो छ है यहाँ चाहिँ हाम्रो आज चाहिँ जङ्गल सफारी यहाँ चाहिँ हाम्रो यस्तो यात्रा भन्ने छ ल यहाँ भगवान्हरू पनि बस्दो रहेछन् भनेर उहाँहरू कल्पना गर्दै हुनुहुन्छ बाटो चाहिँ यस्तो छ यस्तो बाटोमा नै हामी कहिले चाहिँ ज्यानलाई पुरै तालाउनको लागि हिँड्दैछौँ कताबाट होइन माथि ढुङ्गा भत्किन्छ यता हो बाटो चाहिँ यस्तो छ होइन यहाँबाट फुत्तै झरिहाल्यो भने चाहिँ यति गाह्रो छ हाम्रो यहाँ केशव सर कडा पारले हिँड्दै हुनुहुन्छ ए हामी यहाँबाट झरेर मर्दैनौँ क्या दाइ बाटो चाहिँ यस्तो छ बाटो चाहिँ यस्तो छ फेरि हाम्रो चाहिँ कस्तो भने नि आमा खोलो चाहिँ यहाँ तल छ साथीहरू चाहिँ यहाँ तलबाट आउँदै हुनुहुन्छ मैले चाहिँ क्यामेरा एकछिन यहाँ घुमाएँ मलाई चाहिँ खिच्नु पर्दैन क्या यो चाहिँ म अब तपाईँहरूलाई बाटो चाहिँ यस्तो छ हाम्रो चाहिँ ए सर झन् जानुहुन्छ बिस्तारै हाम्रो चाहिँ यात्रा बिस्तारै नै भइराखेको छ बाटो चाहिँ यस्तो छ है यहाँ त गुफा छ यार गुफा यहाँ चाहिँ भगवान्हरू बस्छ भन्ने किम्बदन्ती पनि रहेछ हाम्रो चन्द्र राई र केशव सरको त्यसलाई चाहिँ हामी हेर्दै जाँदैछौँ
अब जाँदै जाँदै हाम्रो चाहिँ यस्तो छ कष्टकर जिन्दगी। अब कस्तो छैन हो हाम्रो केशव सर हेर्नुहोस् गुरुबा यसरी तन्किँदै आउनुहुन्छ। यहाँबाट तल गयो भने हामीले यहाँ केही भन्नु छैन क्या। तर हाम्रो यात्रा चाहिँ फेरि डाँडाको बाटो है। यो डाँडा लु तपाईँहरूले देखिसक्नु भएको छ पक्कै पनि आजको चाहिँ हाम्रो चाहिँ यात्रा चाहिँ यस्तो यहाँ चाहिँ भगवान्हरू बस्छ भन्दै हुनुहुन्छ हाम्रो केशव सरले। मलाई चाहिँ विश्वास लागेको छैन किनभने देखिन नि त आँखाले। तपाईँहरूले क्यामेरामा देख्नुभयो त पक्कै पनि देख्नु भएन होला। खोजीमा हुनुहुन्छ यसरी है खोजीमा यहाँ चाहिँ स्टोन भेट्न बाँकी छ है। यहाँनिर चाहिँ लाइट स्टोन चाहिँ हामी खोज्दैछौँ। राति चाहिँ यहाँ 3-4वटा लाइट स्टोन पस्दै भन्छ त जुन चाहिँ दुरोमा पसी। तपाईँहरूले सुनिसक्नु भयो होला बाटो चाहिँ घुमी यस्तो छ। यो ढुङ्गाहरू सायद निस्केर गयो भने के होला। तपाईँहरूलाई म जिरो टाइममा यस्तो खतरा ठाउँमा चाहिँ लिएर आउँदैछु। यतिको चाहिँ जङ्गल सफारी गर्ने तपाईँहरूको नि हिम्मत छ भने आउनुहोस्। यहाँबाट हुँदो हेऱ्यो भने काली लाग्दो भिर यहाँ तल छ हजुर पुल त यता माथि पो आइसक्यो त ए पुल चाहिँ हाम्रो यता माथि छ यो याङसिङको पुल। ल म चाहिँ मेरो डेस्टिनेसनमा आइसकेँ। अब उहाँहरूको चाहिँ म रामकानी यात्रा म हेर्दैछु। ठिकै हो। के छ दाजु कस्तो लाग्यो तपाईँलाई यो यात्रा? अरे एकदम म त सगरमाथा हिमाल चढेको भन्दा अलिक कम जस्तो मात्रै ल लाग्यो। ल हाम्रो गुरुबा पनि आइसक्नु भयो टक्कसँगले। यो त पुराम धानै भन्दै हुनुहुन्छ। साँच्चै यहाँबाट त जिरो छ है। तपाईँहरूले यहाँबाट देख्नुहुन्छ क्यामेरामा पक्कै पनि। मन छ अनि जाने मन छ भने हामीसँग सम्पर्क गर्नु होला। होइन यहाँबाट तपाईँ जानुभयो भने त हामीसँग फेरि दोहोरो बात हुँदैन नि होइन सर? दोहोरो बात हुँदैन हजुर। ए हामी चाहिँ यसरी गुरु चेलो चाहिँ यस्तो पाराले हिँड्दैछौँ होइन। केशव सर पछाडि आउँदै हुनुहुन्छ। हाम्रो चाहिँ जङ्गलको यात्रा चाहिँ आजको चाहिँ यस्तो खतरा भयो। आमा उहाँको हेर्नु त हाम्रो गुरुको। अब हामी त ल भर्खरको युवाहरू उहाँ त झन् होइन 70 वर्ष पुग्न आँट्दा पनि उहाँ हामीसँग हिँडिरहनु भएको छ। यो चाहिँ म गौरवको लाग्छ। हामी फाइनली रूपमा हामी यो माथि नगरपालिका वार्ड नम्बर 9 र चैनपुर नगरपालिका 1 वार्ड नम्बर 1 जोड्ने ठाउँमा चाहिँ हामी आइसकेको छौँ। अब फाइनली रूपमा हामी यो एवरा खोला यो पुलमा चाहिँ हामी आइसकेको छौँ। हाम्रो बाटो चाहिँ आज जाँदा जाँदा एक्स्ट्रा पारले भएको छ। ल वो फाइनल रूपमा हाम्रो चन्द्रदाइप गइसक्नु भएको छ। अब मेरो पनि पालो। वाउ अब हाम्रो गुरुबा आइसक्नुहुन्छ। अघि चाहिँ म यो परको बाटोबाट गएको थिएँ। यहाँ चाहिँ ठिकै छ यो बाटो चाहिँ। अब हाम्रो गुरुबा हिँडेको हामी हेर्छौँ होइन। हामी त युवाहरू हिँड्यौँ। उहाँ चाहिँ 70 वर्ष पुग्न आँट्दा नि हेर्नुहोस् है जोस जाँगर दिमाग मान्नुपर्छ। लाग्यो ल फाइनल रूपमा आइयो। अब हामी यहाँ बसेर चाहिँ हाम्रो चाहिँ जुगाहरू केलाउँछौँ किनभने बर्खाको सिजन छ। यस्तो गलियो आमा उहाँहरू हुनुहुन्छ। आज चाहिँ सम्झी पसिना पनि आइरहेको छ। तपाईँहरूले पनि जुका केलाएको हेर्नुहोस्। मेरो पनि म यहाँ देखाउँदैछु तपाईँहरूलाई। यो अघि नै खाएर गइसकेछ। ठिक छ जिन्दगानीमा जाउँ दाइ। अब हाम्रो बाटो चाहिँ यता उभो